नमस्ते, 안녕하세요. म कोरियन भाषा प्रशिक्षक रजनी लिम्बू हुँ। आज पनि म तपाईहरुसँग फेरि जुन हामीले योभन्दा अगाडि 2025 मा परिमार्जित भएको इपिएस टपिक नयाँ बुकबाट छङ्बु र मुनुहाको भाग पढ्दै आइरहेका थियौं र अब हाम्रो देशको विभिन्न विषम स्थिति अथवा विभिन्न कारणले गर्दाखेरि केही दिन क्लास स्थगित गरेका थियौं, कन्टिन्यू गर्न सकेका थिएनौं। त्यसैले निरन्तरता दिँदै म आइसकेको छु। जति नै अब जस्तै समस्यामा हामी गुज्रिरहे तापनि त्यो कुराहरुबाट हामी अगाडि बढ्नै पर्ने हुन्छ। त्यसैले गर्दाखेरि अहिले हामी तयारी अवस्थामा रहौं भन्न चाहन्छु परीक्षाको लागि, पढाइ सबै कुरामा, किनकि त्यो एउटा कोरिया जानको लागि पनि हाम्रो एउटा अपर्च्युनिटी नै सम्झिनु पर्ने हुन्छ। अब आफ्नो देशमा रोजगार नभएपछि हामी बाहिरिनु हाम्रो बाध्यता हो। त्यसैले गर्दा सबैभन्दा एकदमै सही गन्तव्य चाहिँ कोरिया नै लाग्छ, साउथ कोरिया। त्यसैले अझ दिदीबहिनीहरुलाई पनि म त्यो प्रोत्साहन गर्न चाहन्छु कि साच्चै हामी दिदीबहिनीहरुको लागि चाहिँ एकदमै सही वैदेशिक गन्तव्यको लागि, जुन पैसा कमाउनको लागि, काम सिक्नको लागि चाहिँ हामी कोरिया नै सुरक्षित हुन्छौं जस्तो लाग्छ। नभए अन्य अरु कन्ट्रीमा पनि हामी जान त सक्छौं, तर पैसा धेरै, लागतहरु धेरै छ। त्यसकारणले गर्दाखेरि कोरिया चाहिँ एकदमै राइट प्लेस हो, जो हामी जस्तो एकदम मध्यम वर्ग परिवारको लागि। त्यसैले गर्दाखेरि त्यसको लागि त अब भाषा पास गर्नु पर्यो, इपिएस टपिक परीक्षा पनि नजिक आउँदैछ। हुन्छ, आउनुस् म तपाईहरुलाई योभन्दा अगाडि हामीले गरेका थियौं 36 च्याप्टर सम्म पढिसकेका थियौं। त्यो कुरालाई फेरि पनि तपाईले रिपिट गरेर हेर्नु होला र जतिले पढ्नु भएको छैन यहाँहरुले पनि फेरि हेर्न सक्नुहुन्छ। र आज चाहिँ हामी हाम्रो 34 च्याप्टरमा रहेको छङ्बु र मुनुहाको भागलाई हामी आज सँगै पढ्ने छौं। आउनुस्, यो हाम्रो 34 च्याप्टरमा चाहिँ हामीलाई के को बारेमा सिकाउँदैछ त हामी सँगै हेर्ने छौं। आउनुस्, 34 च्याप्टरले चाहिँ हामीलाई छिक्चाङने संहिरोङ भनेको छ। हेर्नुस् त, छिक्चाङने भनेको कार्यस्थल भित्रको, संहिरोङ भनेको यौन दुर्व्यवहार, यौन उत्पीडित अथवा सेक्सुअल हेरेसमेन्टको कुरा गरेको छ यहाँ। भने कार्यस्थल भित्र यौन दुर्व्यवहार भन्नाले चाहिँ के बुझिन्छ र कस्तो कुरालाई चाहिँ यौन दुर्व्यवहार मान्न सकिन्छ र त्यो अवस्थामा के कस्ता हामीले समाधानका उपायहरु अपनाउन सक्छौं भन्ने कुराहरु हामीलाई त्यही कुराहरु सिकाएको छ कोरियामा। यदि त्यस्तो दुर्व्यवहार हुन चाहिँ हामीले यो भन्दा अगाडि को बुकमा हेर्ने हो भने हाम्रो 40 च्याप्टरमा थियो यो शीर्षक। 40 च्याप्टरमा संहिरोङको बारेमा थियो र 25 च्याप्टरमा हामीले चुङ्ग्योको बारेमा पढेको थियौं पुरानो पुस्तकमा। मैले पटक पटक भनिरहेको छु तपाईहरुलाई। यो भन्दा अगाडि चाहिँ अब 25 च्याप्टर र 40 च्याप्टर यो संहिरोङ र चुङ्ग्योबाट चाहिँ खासै प्रश्न सोधिदैन भन्ने हल्ला, बजारमा हल्ला र कमै पनि सोधिन्छ, रियलमा पनि हो त्यो पनि। तर प्रश्न नै सोध्दैन भनेर ढुक्क बस्न चाहिँ हुँदैन, किन भन्दाखेरि हाम्रो पाठ्यक्रममा यहाँनिर समावेश गरिसकेको कुरा हामीले सबै कुरा हेर्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ। र अलिकति विवादित शीर्षक पनि हो यो दुईवटा। त्यो कारणले गर्दाखेरि अलिकति प्रश्नहरु कम आउन पनि सक्ने होला। त्यो कारणले गर्दाखेरि पनि विद्यार्थीहरु चाहिँ ढुक्क बस्नुहुन्छ, तर त्यसो नगर्नु होला। यहाँहरुले चाहिँ बुकमा जुन हाम्रो पाठ्यक्रममा समावेश भएको सबै विषयहरु चाहिँ राम्रोसँगले अध्ययन गर्नु होला भनिकन म रिक्वेस्ट गर्छु। र आज चाहिँ हामी कार्यस्थल भित्र यौन दुर्व्यवहार भन्नाले के हो भन्ने शीर्षकमा चाहिँ हामी पढ्छौं। हुन्छ, हामी लाइन प्याराग्राफ एक-एकवटा प्याराग्राफ गर्दै हामी हेर्दै जान्छौं। ओके, यो यसरी गरेको छ। यसलाई म जुम गरेर एउटा प्याराग्राफ मात्रै हेर्ने छु। हुन्छ, यो फर्स्ट प्याराग्राफ हेर्ने छौं आज हामी। फर्स्ट प्याराग्राफले चाहिँ हामीलाई के भन्दैछ त भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। पहिलो प्याराग्राफ हामी हेरौं। पहिलो प्याराग्राफले हामीलाई के भन्दैछ भने छिक्चाङने संहिरोङ। अब कार्यस्थल भित्रको यौन दुर्व्यवहार भन्नाले चाहिँ के हो त भन्दाखेरि त्यसको डेफिनेसन कुरा गर्दैछ। हेर्नुस् है, कार्यस्थल भित्रको यौन दुर्व्यवहार भन्नाले चाहिँ सँगै 관련된 말과 행동으로
상대방의 불쾌감이나 굴욕감 등을 주거나 고형상 불이익을 주는 등의 피해를 입히는 행위를 말합니다. कति मजाले डेफिनेसन भनिदिएको छ हेर्नुहोस् न। कार्यस्थलभित्रको यौन दुर्व्यवहार भन्नाले के हो त भन्दाखेरि सँगै 관련된 भनेको छ। सँग भनेर चाहिँ अब तपाईले जेन्डर भनेर पनि बुझ्न सक्नुहुन्छ अथवा यौन भनेर पनि बुझ्न सक्नुहुन्छ। यौनसँग सम्बन्धित जेन्डरसँग सम्बन्धित 말과 भाषा अथवा 행동 क्रियाकलापहरू 상대방의 कुनै पनि यौनजन्य भाषा अथवा क्रियाकलापहरूले चाहिँ 상대방에게 दोस्रो व्यक्तिलाई फुल्केगाम भनेको चाहिँ बाधा पुग्नु, असोज पुग्नु अथवा खुर्युक्काम भनेको लज्जास्पद गराउने हैन, बाधा पुर्याउने अथवा लज्जास्पद गराउने आदि दिने अथवा 고형상 불이익을 주는 भनेको छ। 고형상 불이익을 주는 भनेको 고형상 भनेको रोजगारमा 불이익을 주는 भनेको 불이익을 भनेको रोजगारमा चाहिँ बेफाइदा पुग्ने गराउने अथवा बाधा पुर्याउने भनेको रोजगारमा बाधा पुर्याउने आदि जस्ता 피해를 입히다 भनेको पनि यो पनि 피해를 입히다 भनेको यो पनि अरु मानिसहरूलाई बाधा पुर्याउने कुरा नै हो है। 피해를 주다, 피해를 입히다. 다른 사람을 피해를 주면 안 돼요. 나는 피해를 주는 행동을 하면 안 돼요. भनेको अरु मानिसहरूलाई असर पर्ने खाले, 피해 भनेको असर भनौं न, असर पुग्ने खाले, बाधा पुग्ने खाले कामहरूलाई नै चाहिँ के भन्दो रहेछ, संगिरोङ। यति संगिरोङ भनेको के हो भन्ने कुरालाई डिफाइन गरेको छ। कार्यस्थलभित्र यौन दुर्व्यवहार भन्नाले चाहिँ के हो भन्दाखेरि चाहिँ कार्यस्थलभित्र यौन दुर्व्यवहार चाहिँ जो चाहिँ यौनसँग सम्बन्धित अथवा जेन्डरसँग सम्बन्धित तपाईको कुराहरू, शब्दहरू, भाषाहरू बोल्ने अथवा क्रियाकलापहरू गर्ने र दोस्रो पक्षलाई, विपक्षीलाई चाहिँ बाधा पुग्ने महसुस गराउने अथवा लज्जास्पद महसुस गराउने र रोजगारमा बेफाइदा गराउने, नोक्सानी गराउने र त्यस्ता आदि जस्ता अरूलाई असर पुग्ने क्रियाकलापहरूलाई नै यौन कार्यस्थलभित्रको यौन दुर्व्यवहार भनिन्छ। हेर्नुस् त, कम्पनीभित्र भनेपछि कम्पनीभित्र हामीले अरु कसैलाई बाधा पुर्याउँछौं, हाम्रो भाषाले, हाम्रो क्रियाकलापले असर पुर्याउँछौं र उनीहरुको रोजगारमा नै हामी नोक्सानी पुर्याउँछौं भने चाहिँ त्यसलाई नै के भन्दो रहेछ, कार्यस्थलभित्रको यौन दुर्व्यवहार हैन। 상대방लाई 피해를 주면 안 되잖아요. 이거는 조심하게 행동을 해야 돼요. 그 다음에 अर्को लाइनले के भन्छ, संगिरोङ에는 अब यसले चाहिँ संगिरोङ भन्न कार्यस्थलभित्रको यौन दुर्व्यवहार भन्नाले के हो भनेर डिफाइन गर्दियो। त्यसपछि अब यो लाइनले चाहिँ के भन्दैछ भने कार्यस्थलभित्र संगिरोङ यौन दुर्व्यवहार भित्र पर्ने क्रियाकलापहरू चाहिँ के कस्ताहरू हुन् त, के क्रियाकलापहरू चाहिँ यौन दुर्व्यवहारमा पर्छ त भन्ने कुरा हो। यहाँनिर भन्दैछ संगिरोङ에는 음란한 농담, हेर्नु त, अश्लील ठट्टा गर्ने, यौनजन्य ठट्टा गर्ने, अश्लील ठट्टा गर्ने, यौनजन्य ठट्टा गर्ने अथवा 외모에 대한 비유 भनेको छ। 외모에 대한 भनेको बाहिरी, 외모 भनेको बाहिरी आवरण अथवा एपियरेन्सलाई लिएर बाहिरी आवरणको बारेमा बियु भनेको के गर्ने, आलोचना गर्ने, 평가 मूल्याङ्कन गर्ने 등 आदिको अनजक 행위뿐만 아니라 भनेछ। अनजक भनेको भाषिक भनौं न, भाषिक क्रियाकलाप मात्र नभएर 음란한 사진이나 भनेछ एकदमै अश्लील खाले फोटो, 그리고 그림, चित्र, 낙서 등을, 낙서 भनेको
विभिन्न सांकेतिक धर्साहरू कोर्ने भनौँ न होइन, अलिकति अवैध टाइपको लेखेर विभिन्न खाले बनाउने, विभिन्न खाले अवैध खाले अलिकति अश्लील खाले लेखहरू लेख्ने आदि जस्ता खेसी हागन फोयो जुनुन उल्लेख गर्ने यस्ता क्रियाकलापहरू, यस्ता कुरालाई चाहिँ उल्लेख गर्ने अथवा फोयो जुनुन देखाइदिने दुङे आदिको सिगाक्चक हेङ्गुई भन्छ। आदिको सिगाक्चक हेङ्गुई भनेको छ। अब हामीले यहाँनिर सिगाक्चक हेङ्गुई भन्दाखेरि के बुझ्न सक्छौँ भने एकदमै सिगाक्चक दृष्टिगत भनौँ न, दृष्टि देखिने, आँखाले देख्ने दृष्टिगत क्रियाकलापहरू सिगाक्चक हेङ्गुई भनेको के हो? दृष्टिगत क्रियाकलाप। होइसिकिना अर्को होइसिकिना यायुहे छारिएछ। होइसिक अथवा यायुहे छारी। होइसिक भनेको कम्पनीको पार्टी, डिनर पार्टी हैन, अथवा यायुहे भनेको क्याम्पिङहरू जाने हैन बाहिर, त्यस्तो स्थानमा चाहिँ सुरुल तारो दोरो खाङ्यो हानुन हेङ्गुई दुङे बौदु फुहाम्ने निकाल्नेछ। कम्पनीको पार्टी अथवा क्याम्पिङहरू जस्तो स्थानमा चाहिँ सुरुल तारोदुरो रक्सी खन्याउने गरी चाहिँ खाङ्यो हानुन भनेको जबरजस्ती गर्ने, जबर गर्ने, रक्सी सार भन्ने टाइपको, रक्सी सारेर देऊ अझ अन्त आदि जस्ता मौदु सबै फोहाम देम्निदा यसमा चाहिँ समावेश हुन्छ भनेको छ। ल यो पहिलो प्याराग्राफले चाहिँ हामीलाई के सिकाउन खोज्यो त्यो चाहिँ बुझ्नु पर्यो नि त होइन। हामीलाई यो प्याराग्राफले भनेको कुरा चाहिँ हामीले बुझ्नु पर्यो। यो फर्स्ट प्याराग्राफले चाहिँ हामीलाई के सिकाउँदैछ भने तपाईँले सारांश गर्नु पर्यो। पहिलो प्याराग्राफमा फर्स्टमा मैले भनिसकेँ तपाईँलाई, पहिलो लाइनले चाहिँ कार्यस्थलभित्रको सङ्गिरोङ भनेको के हो त्यही भनेको छ। कार्यस्थलभित्रको सङ्गिरोङ के हो त भन्दाखेरि हेर्नुहोस् त, सँगै ख्वाल्यन्देन भन्छ। अब जस्तो यौन अथवा जेन्डरहरूसँग सम्बन्धित तपाईँले भाषा अथवा क्रियाकलाप गरेर दोस्रो पक्षलाई अलिकति बाधा पुर्याउने, लज्जास्पद महसुस गराउने अथवा रोजगारहरूमा बाधा नोक्सानी पुर्याउने आदि जस्ता क्रियाकलापहरूलाई नै यौन दुर्व्यवहार भनिन्छ भनेको छ। र यौन दुर्व्यवहारभित्र पर्ने के हो त क्रियाकलापहरू भन्दा जस्तै उम्लान लङदाम, अश्लील टाइपको ठट्टा गर्ने जोक गर्दाखेरि पनि, त्यसपछि वेमोए थ्यान फियु अनि बाहिरी आवरणको आलोचना गर्ने होइन। जस्तै अब साँच्चीकै भन्ने हो भने ओ काली भनेर भन्नु पनि त्यो उसलाई असहज महसुस भयो भने त्यो सङ्गिरोङ हो। कार्यस्थलभित्र अब तपाईँले अब मायाले काली भन्नु छुट्टै कुरा होला, तर तपाईँले दोस्रो पक्षलाई तपाईँले भनेको ओ काली, ओ सेती, ओ गोरी त्यसरी भन्नुभएको कुराले उसलाई असर पुग्छ भने त्यो चाहिँ सङ्गिरोङ हो है। त्यही भनेको छ। ओ डल्ली नेप्टी भन्ने खाले कुराहरू गर्छ नि, यो पनि के हो, मलाई असर पुग्छ भने त्यसले चाहिँ के हुन्छ, सङ्गिरोङ हो। त्यो सङ्गिरोङ भनेर बुझ्न सकिन्छ। त्यही भनेको छ यहाँ अश्लील ठट्टाहरू गर्ने अरे, अनि बाहिरी एपिरेन्स वेमा बाहिरी आवरणहरूलाई आलोचना गर्ने, मूल्याङ्कन गर्ने होइन, आवरणलाई लिएर मूल्याङ्कन गर्ने, विभिन्न कुरामा मूल्याङ्कन गर्ने, अनि आदि भाषिक क्रियाकलाप मात्र नभएर यो कुराहरू मात्र नभएर हेर्नु त अश्लील फोटोहरू देखाउने, भिडियोहरू देखाउने, चित्रहरू देखाउने अथवा विभिन्न भाषाहरू अवैधानिक टाइपको कोरेर लेखेर गर्ने आदि उल्लेख गर्ने, देखाइदिने आदि जस्तो क्रियाकलाप चाहिँ अनि र के भन्छ सिकाचक हेङ्गुई होइन, दृष्टिगत क्रियाकलाप भनौँ न। यिनीहरूलाई दृष्टिगत क्रियाकलापहरू जस्ता साथसाथै कम्पनीको पार्टी अथवा बाहिर क्याम्पफायर गर्छ नि, बाहिर पिकनिकहरू, क्याम्पफायरहरू, यस्तो अवस्था, यस्तो स्थानहरूमा जाँदा, कतै पिकनिक जाँदा अनि वैश्विकहरूमा जाँदाखेरि चाहिँ तपाईँलाई सिनियरले होस् चाहे सहकर्मीले होस् जबरजस्ती रक्सीहरू खन्याउनु लगाउने त्यस्तो खाले क्रियाकलापहरू चाहिँ सङ्गिरोङमा
अब किनकि म चाहन्न भने त्यो चाहिँ सङ्गिरोङ हो, मलाई बाधा पुग्छ, त्यसले असर पुग्छ भने सङ्गिरोङ हो। तर अब फेरि कोरियामा चाहिँ कस्तो कस्तो खाले छ भने कस्तो बुझ्दा पनि अचम्म लाग्छ होइन। जबरजस्ती रक्सी खन्याउनु लाउनु तपाईँको सङ्गिरोङ हो, तर फेरि आफ्नो खुसीले रक्सी खन्याइदिनु रेस्पेक्ट हो फेरि त्यहाँनिर। अब हैसिकहरूमा गएर तपाईँले मेरो हातबाट पनि रक्सी एक कप लिनुहोस् भनेर खन्याइदिनु भयो भने सिनियरहरूलाई अथवा सहकर्मीहरूलाई तपाईँको त्यहाँ चाहिँ रेस्पेक्ट, आदर, सम्मान, अब माया देखिन्छ, त्यसरी पनि बुझ्नुपर्ने हुन्छ। र या त्यति भनेछ। अब यो लाइनले भन्नेको कुरा चाहिँ तपाईँले याद गर्नुपर्ने हुन्छ। पहिलो सङ्गिरोङ भनेको के हो र सङ्गिरोङभित्र कस्ता कस्ता क्रियाकलापहरू पर्छन् त्यो कुराहरू सम्झिनु पर्यो यो प्याराग्राफबाट। हुन्छ, अब हामी अर्को प्याराग्राफ हेर्नेछौँ। हामीलाई अर्को प्याराग्राफमा चाहिँ हामीलाई के को बारेमा सिकाउँदैछ कि यो प्याराग्राफ हेर्नेछौँ हामी। यो प्याराग्राफले चाहिँ फेरि हामीलाई के भन्दैछ भने हेर्नुहोस् है, अघि चाहिँ यौन दुर्व्यवहार भन्नाले के हो, यौन दुर्व्यवहारभित्र पर्ने क्रियाकलापहरू के कस्ता हुन् भन्ने पढ्यौँ पहिलो प्याराग्राफ। अब यो प्याराग्राफले चाहिँ के सिकाउँछ भने हामीलाई छिक्चाङ्ने सङ्गिरोङी फाल्सेङ हाम्यान। हेर्नु त, अब चाहिँ के सिकाउँदैछ भने यदि कार्यस्थलभित्र यौन दुर्व्यवहार देखा पर्यो भने फाल्सेङ हाम्यान देखा पर्यो भने के गर्ने त भन्ने कुरा, अब त्यसको बारेमा होइन समाधानको बारेमा सिकाउँदैछ। छिक्चाङ्ने सङ्गिरोङे फाल्सेङ हाम्यान के गर्ने रहेछ हेर्नुहोस् है, यहाँ छल्छाए तारा प्रक्रिया अनुसार सिङ्गो हान्हु उजुर गरेपछि, सिङ्गो हान्दा उजुर गरेपछि फिहेजा नुन फोहो हागो। अब फिहेजा भन्ने बित्तिकै के हुन्छ, फिहेजा भनेको के हो, पीडित, खाहेजा पीडक होइन त, दोषीलाई चाहिँ खाहेजा भन्ने, फिहेजा चाहिँ के हो, पीडितलाई। त्यसले गर्दा यहाँ के भनेछ भने यदि तपाईँको कार्यस्थलभित्र यस्तो खाले दुर्व्यवहारहरू देखा पर्यो भने के गर्ने भन्दाखेरि चाहिँ प्रक्रिया अनुसारले उजुर गरेपछि पीडितलाई फोहो हागो, फोहो हादा भनेको संरक्षण गर्ने, उसलाई चाहिँ प्रोटेक्ट गर्ने भन्नु खोजेको। ल फोहो हागो खाहेजानुन, खाहेजालाई अब हेर्नु त पीडकलाई चाहिँ के गर्ने रहेछ भन्दा छक्चरी छोछ्या हाम्निदा। छक्चरी भनेको उचितसँगले छोछ्या हाम्निदा भनेको उचितसँगले अगाडि बढाउनु पर्यो, सहीसँगले अगाडि बढाउनु पर्यो भनेको छ। अघि बढाउने कोसिस गर्नु पर्यो प्रक्रिया अनुसार होइन, सहीसँगले। अब के गर्दै अगाडि बढ्दो रहेछ हेर्दैछौँ। खाहे जानुन, ओके, खाहे जानुन भनेको छ पीडकलाई चाहिँ हंसा छबरिना सोने फेसाङ्वा खाथन फप्चक छबरुल फात्की तेल पुनमा नानेरा। हेर्नुहोस् त, पीडक अथवा पीडक हुन्छ पीडा दिने दोषी, पीडकले चाहिँ हंसा छबल भनेको छ यहाँ नै, हंसा छबल भनेको छ। हंसा छबल भनेको के हो भन्दा अपराधीहरूले पाउने सजाय, अपराधिक सजायलाई हंसा छबल भनेर बुझ्नुपर्छ। अपराधिक सजाय जुन अपराधीहरूले पाउने सजाय हुन्छ नि त्यही अपराधिक सजाय अथवा सोने फेसाङ भनेको क्षतिपूर्ति आदि जस्ता फप्चक छबल अरे कानुनी सजाय, अपराधीहरूले पाउने सजाय हुन्छ नि, अपराधीहरूले पाउने सजाय अथवा क्षतिपूर्ति जस्ता कानुनी सजायहरू फात्के थेलपुनमा नानेर। हेर्नुहोस् त, त्यति मात्र उनीहरूले पाउने, त्यति सजाय मात्र पाउने नभएर थोदोकचक फिनानिना 명예 손상과 같은 사회적 처벌을 받을 수 있습니다. हेर्नुहोस् है, अपराधिक सजाय क्षतिपूर्ति मात्रै तिर्नुपर्ने त्यस्तो अवस्था मात्र होइन, त्यति मात्र नभइकन थोदोकचक
के भनेको थोदक नैतिक भनौँ न एउटा नैतिक फिनान आलोचना म्याङे सोनसाङ तपाईको नाम इज्जत तपाईको प्रतिष्ठामा चाहिँ के हुने हानि पुग्ने क्षति पुग्ने आदि जस्ता सावेजक सावेजक भनेको सामाजिक सजाय एउटा समाजले दिने सजाय हो तपाईलाई यो पादुश्री सुन्दा पाउन सकिन्छ। अब हामीले के बुझ्नु पर्यो भने यहाँनिर चाहिँ हेर्नु है यदि यौन दुर्व्यवहार कार्यस्थलभित्र देखा पर्यो भने चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ त्यही भनेछ पीडितलाई के गर्ने अरे जो पीडित छ उसलाई चाहिँ फोहो गर्ने प्रोटेक्ट गर्ने संरक्षण गर्ने नाम पनि उल्लेख गर्दैन नि। अब हाम्रै नेपालमा पनि हामीले अस्ति नै मैले एक्जाम्पल दिएँ यो गर्नु मिल्ने हो नमिल्ने हो सरी हाम्रो एकदमै प्रसिद्ध हैन प्लेयर सन्दीप लामिछाने उहाँलाई पनि त्यसरी अब पर्नु भएको थियो त्यस्तो केसमा र त्यो बेला पीडितको अहिलेसम्म थाहा छैन नि त को हो भन्ने कुरा तर उहाँको नाम चाहिँ बाहिर आयो तर जो पीडित थियो उसको नाम चाहिँ बाहिर आएन चिन्जान छैन उसलाई के गरेको छ प्रोटेक्ट गरेको छ ल त्यही भने चाहिँ यहाँ प्रोटेक्ट गर्ने र पीडितलाई चाहिँ प्रोटेक्ट गर्ने पीडकलाई चाहिँ के गर्ने भने जुन अपराधीहरूले पाउने सजाय आपराधिक सजाय अथवा कानुनी सजाय भोग्नु पर्ने जुन चाहिँ क्षतिपूर्तिहरू पनि तिर्नु पर्ने यस्ता कानुनी सजायहरू पाउने त्यति मात्र नभएर हेर्नुहोस् त नैतिक अनि आलोचना तपाईको नैतिकमाथि आलोचना गर्ने अनि तपाईको नाम प्रतिष्ठान इज्जतमाथि तपाईको हानि क्षति हुने आदि जस्ता एउटा सामाजिक सजाय पनि पाउन सकिन्छ। तुहान त्यति मात्र होइन अरे हेर्नुहोस् है छिक्चाङे सोनुन ठङ्गुना खाम्बोङ छिगुई हेछे हेगो दोङ्गा खातन छबरुल फात्के थेम्निदा हेर्नुहोस् त तुहान त्यसै गरी छिक्चाङे सोनुन कार्यस्थलभित्र चाहिँ ख्याङ्गो वार्निङ गर्ने चेतावनी दिने तपाईलाई साथसाथै खाम्बोङ तलबहरू कटाइती गरिदिने हैन त्यस्तो कुरा र छिगै हेछे भने चाहिँ पदबाट मुक्त गराइदिने पदबाट आउट गराइदिने तपाईलाई त्यतिसम्म मात्रै भयो भने त ठिकै हुन्थ्यो तर हेगो भन्छ कम्पनीबाट नै आउट निकाल्दिने निष्कासन गरिदिने आदि जस्ता छबरुल फात्के थिम्ना आदि जस्ता सजाय चाहिँ लिन सकिन्छ अथवा लिन्छ हैन पाउँछ भनेको आदि जस्ता सजाय चाहिँ पाउनेछ भनेछ। त्यसले गर्दाखेरि यो लाइनले चाहिँ अब यो प्याराग्राफ सेकेन्ड प्याराग्राफले चाहिँ हामीलाई के सिकायो भन्दाखेरि पहिलो प्याराग्राफ सम्झौँ फेरि ब्याक टु पहिलो प्याराग्राफले चाहिँ हामीलाई कार्यस्थलभित्रको यौन दुर्व्यवहार भन्नाले के हो यौन दुर्व्यवहार भित्र पर्ने एक्टिभिटिजहरू भनौँ न के पर्छ हेङदुङहरू त्यो त्यसै गरी अब यो लाइनले चाहिँ के भनेको छ यदि कार्यस्थलभित्र यौन दुर्व्यवहार देखा पर्यो भने के गर्ने भनेर के गर्ने अरे पीडितलाई चाहिँ फोहो र पीडकलाई चाहिँ के गर्ने हो अपराधीहरूले पाउने आपराधिक सजाय क्षतिपूर्तिहरू बेहोर्न लगाउने त्यति मात्र नभइकन हेर्नुहोस् न उसको सामाजिक छलफल अब सामाजिक छलफलमा के थोदोक्चक भने चाहिँ अन्त थोदोक्चक फिनान उसको नैतिकतामाथि आलोचना गरिने म्याङे सन्साङ उसको नाम इज्जत प्रतिष्ठानमाथि चाहिँ के गर्ने हानि क्षति हुने आदि जस्ता सामाजिक सजाय कानुनी सजाय साथसाथै कम्पनीले पनि सजाय हेर्नु त कति गाह्रो छ कम्पनीले चाहिँ के गराउँदो रहेछ वार्निङ गर्ने चेतावनी दिने तलबहरू कटौती गरिदिने तपाईँ कुन पोस्टमा हुनुहुन्छ त्यो पोस्टबाट निकालिदिने साथसाथै तपाईँलाई त्योभन्दा पनि भएन भने कम्पनीबाट नै निकालिदिने यस्ता सजायहरू चाहिँ के गर्न सक्छ पाउनेछ फात्के थेम्निदा है यो चाहिँ अब यदि देखा परेको केसमा पाउने सजायहरूको कुरा गरेछ। अब हामी अन्तिम प्याराग्राफ हेर्नेछौँ थर्ड प्याराग्राफले चाहिँ अब हामीलाई के को बारेमा सिकाउँदैछ त तेस्रो प्याराग्राफले ओके
यस्तो थर्ड प्याराग्राफ हेर्नुहोस् है। अब थर्ड प्याराग्राफले चाहिँ हामीलाई के को बारेमा कुरा गर्दैछ? अब छिच्छाङ्ने सङ्गिरोङ을 예방하기 위해서는 भनेको छ। हेर्नुहोस् त, थर्डले चाहिँ फेरि रोकथाम गर्नको लागि, कार्यस्थलभित्र यौन दुर्व्यवहार रोकथाम गर्नको निम्ति गर्नको लागि चाहिँ के गर्नुपर्छ त्यो कुरालाई चाहिँ अब यहाँ सिकाउँदैछ। पहिलो हामीले बुझिसक्यौँ कार्यस्थलभित्रको यौन दुर्व्यवहार भनेको के हो, अनि त्यसमा पर्ने क्रियाकलापहरू के हुन् हेऱ्यौँ फर्स्ट प्याराग्राफ। सेकेन्ड प्याराग्राफले यदि यौन दुर्व्यवहार तपाईँ कार्यस्थलमा देखा पर्यो भने चाहिँ कसरी समाधान गर्ने, कस्ता खालको सजायहरू पाउन सकिन्छ भन्ने कुराको बारेमा हेऱ्यौँ। भनेपछि अब तेस्रो प्याराग्राफले चाहिँ हामीलाई कार्यस्थलभित्र यौन दुर्व्यवहार रोकथाम गर्नको लागि चाहिँ के आवश्यक छ, कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरा सिकाउँदैछ। 직장내 성희롱을 예방하기 위해서 कार्यस्थलभित्र यौन दुर्व्यवहारलाई रोकथाम गर्नको लागि चाहिँ 서로 존중하고 예의를 지키며 서로 एक आपसमा चाहिँ 존중하고 आदर सम्मान गरेर 예의를 지키며 भन्छ। 예의를 지키다 भनेको के हो? शिष्टता पालन गरी म्यानरको साथ भन्नु खोजेको। पालन गर्दै अथवा पालन गर्दै र अर्को चाहिँ संजगिन अन भनेको छ। संजगिन भनेको के हो? अश्लील भाषा शब्द, यौनजन्य भाषाहरू शब्दहरू अथवा 행동을 삼가야 합니다 जस्ता क्रियाकलापहरूबाट चाहिँ सामगाया हामीदा भनेको अलग रहनुपर्छ, टाढा रहनुपर्छ भनेछ। काटे नै यहाँनिर हामीले के बुझ्नु पर्यो भने हेर्नुहोस् है, एक आपसमा आदर गर्नु पर्यो अनि साथसाथै 예의를 지키며 भनेको शिष्टता पालना गरेर एकदमै म्यानरको साथ 행동 गर्ने, बोल्ने हैन। साथसाथै संजगिन हुन अश्लील भाषा अथवा यौनजन्य भाषा र यौनजन्य भाषा अश्लील भाषा भनौँ न अथवा 행동 क्रियाकलापहरू चाहिँ सामगाया हामीदा भनेको यो कुराहरूबाट चाहिँ अलग रहनुपर्छ भनेको छ। सावधानी हुनुपर्छ भन्नु खोजेको। सामगाया हामीदा भनेको सावधानी हुने, अलग हुने भनेको यस्तो कुराहरूबाट हैन। अश्लील भाषा बोल्नु भएन, 행동 गर्नु भएन, अलग रहनु पर्यो। र 상대방의 동의 없이 성적인 언어나 행동으로 상대방을 모욕하거나 불편하게 만드는 행위를 해서는 안 됩니다. र अब यहाँनिर त्यति मात्र भनेको छैन। हेर्नुहोस् है के भन्दैछ भने यदि दोस्रो पक्षको 동의 없이 सहमति हैन, 동의 없이 कुनै सहमति बिना, सहमति नभई संजगिन 언어 अलिकति अश्लील भाषा अथवा यौनजन्य भाषा अथवा 행동으로 क्रियाकलापले चाहिँ 상대방을 मोयोखा거나 दोस्रो पक्षलाई चाहिँ मोयोखादा भनेको अपमान गराउनु भनौँ न, अथवा अपमान गराउने अथवा 불편하게 만드는 भनेको असोज गराउने अथवा बाधा पुर्याउने किसिमको क्रियाकलाप गर्यो भने चाहिँ हुँदैन। भनौँ न अब हामीले बोलेको भाषा, हामीले गरेको क्रियाकलापले चाहिँ दोस्रो पक्षलाई चाहिँ अपमान फिल हुने, आफूलाई एकदमै बाधा पुगेको, लज्जास्पद महसुस हुने यस्ता क्रियाकलापहरू चाहिँ गर्यो भने हुँदैन। र 성희롱은 상대방의 인격과 존엄성을 침해하는 행위로 이를 예방하는 것은 안전한 근무 환경을 조성하는 데 도움이 됩니다 भनेछ। अब यहाँनिर हामीलाई के भन्दैछ भने 성희롱ले चाहिँ यौन दुर्व्यवहारले चाहिँ 상대방의 दोस्रो व्यक्तिको
इन्ग्यक भनेको चरित्र, उसको व्यक्तित्व, उसको चरित्र अथवा उसको व्यक्तित्वको कुरा गरेको छ इन्ग्यक भनेको छ। त्यसैगरी छोनमसङ भनेको उसको सम्मानमा चाहिँ छिमे हादा दुःख दिने कुरा, बाधा पुग्ने कुरा, असर पुग्ने कुरा नै भनेर बुझ्न सकिन्छ। ह्याङ्गेरो भनेको त्यो क्रियाकलापले इरल हेबाङ हानुन गसु यस्तो कुरालाई चाहिँ यो कुरालाई चाहिँ हेबाङ हानुन गसु रोकथाम गर्ने कुरा 안전한 खुन्मो 환경을 एउटा सुरक्षित खालको कार्य वातावरण चाहिँ 조성하는데 도움이 됩니다 भनेको छ। ओके, यहाँनिर हामीलाई के भनेर सिकाएको छ भने नै अन्तिममा एउटा यो लाइनले चाहिँ के भन्दैछ भने हेर्नुहोस् है, सङ्गिरोङ चाहिँ साङ्देबाङको दोस्रो पक्षको इन्ग्यक चरित्र, व्यक्तित्व हैन, उसको छोनमसँग उसको सम्मानलाई छिमे हानुन अप्ठ्यारो पुर्याउने, दुःख दिने क्रियाकलापहरूबाट चाहिँ रोकथाम गर्ने कुरा चाहिँ 안전한 근무 환경을 एउटा सुरक्षित कार्यस्थलको वातावरण चाहिँ 조성하는 निर्माण गर्नु, बनाउने कुरामा अथवा बनाउने बेला चाहिँ सहायता पुग्छ, निर्माण हुन सक्छ भनेको। दोस्रो पक्षलाई यौन दुर्व्यवहारले चाहिँ दोस्रो पक्षलाई उसको व्यक्तित्व, उसको चरित्र, अब मैले बोलेको शब्दहरूले, मेरो व्यवहारहरूले दोस्रो पक्षलाई चाहिँ असर पुग्नु भएन नि त हैन। असर पुग्ने काम, उसको सम्मान, उसको प्रतिष्ठान, उसको नाममाथि मैले हानि पुग्ने खाले क्रियाकलापहरूलाई चाहिँ रोके भने चाहिँ अनि कार्यस्थलको वातावरण त राम्रो बन्ने नै भइहाल्यो। त्यसले गर्दाखेरि यो लाइनले, यो प्याराग्राफले चाहिँ हामीलाई के सिकाउन खोजेको छ, यो थर्ड प्याराग्राफले त्यो चाहिँ बुझ्नु पर्यो। अब थर्ड प्याराग्राफले चाहिँ कार्यस्थलभित्र यौन दुर्व्यवहारलाई चाहिँ रोकथाम कसरी गर्न सकिन्छ भन्नेलाई जोड दिएको छ। कसरी रोकथाम गर्न सकिन्छ भन्दा चाहिँ फर्स्ट लाइनमा के भन्दैछ भने एक आपसमा आदर गर्ने अनि एकदमै शिष्टतापूर्व व्यवहार गर्ने, शिष्टता चाहिँ म्यानर चाहिँ पालना गर्ने, अनि अश्लील भाषा शब्द अथवा क्रियाकलापहरू चाहिँ त्योबाट सामगाहाया हामीले भनेको त्योबाट चाहिँ अलिकति अलग रहने कुरा हो, टाढा हुने कुरा हो। त्यो कुराहरूबाट चाहिँ हामी अलिक होशियार अपनाउने, सावधानी हुने कुरा बुझ्न सकिन्छ। र अलिक गाह्रो नै भइरहेछ तर ठिकै छ। साङ्देबाङे अनि अर्को कुरा चाहिँ के अरे, अनि दोस्रो पक्षको उसको सहमति नभइकन अनि अलिकति अश्लील टाइपको यौनजन्य शब्द भाषाहरू प्रयोग गर्नु भएन र क्रियाकलापहरूले चाहिँ दोस्रो पक्षलाई चाहिँ उसको सहमति बिना नै मैले ठट्टा गरेर मैले भनिसकेँ, मैले पटक पटक भन्ने गर्छु, तपाईलाई मैले ठुलो स्वरले कराएको कुरा असर पुग्छ भने त्यो पनि सङ्गिरोङ हो। चाहे मैले अघि नै काली भनेर बोल्यो भने पनि सङ्गिरोङ हो। कसैको हाम्रो स्किन टच गरेर बोल्ने बानी हुन्छ, फेरि गरेर यसरी ठ्याप्पै शरीरमा हानेर त्यस्तो बानी हुन्छ, त्यो पनि उसलाई साङ्देबाङलाई त्यो अफसोस हुन्छ भने त्यो पनि सङ्गिरोङ हो। यहाँ त्यही भनेको छ, दोस्रो पक्षलाई चाहिँ उसको सहमति बिना नै हामीले अश्लील शब्दहरू, भाषाहरू प्रयोग गर्ने, क्रियाकलापहरू गर्ने र त्यो क्रियाकलापले चाहिँ हाम्रो क्रियाकलापले चाहिँ उसलाई एकदमै अपमान भएको महसुस गर्छ, उसलाई एकदमै असर पुगेको, बाधा पुगेको महसुस गर्छ। अनि त्यस्तो क्रियाकलापहरू गर्यो भने चाहिँ त्यो दुर्व्यवहारमा पर्छ। त्यो कुराहरूलाई चाहिँ के गर्नु पर्यो, रोक्नु पर्यो, त्यस्तो कुराहरू गर्नु भएन अनि एकअर्कालाई सम्मान गर्नु पर्यो, त्यही भनेछ। र यौन दुर्व्यवहारले चाहिँ दोस्रो पक्षको इन्ग्यक चरित्र, व्यक्तित्व, उसको सम्मानहरूमा पनि के गर्नु पुगेन, बाधा पुर्याउनु, दुःख दिनु भएन। अनि त्यस्ता क्रियाकलापहरू गर्ने कुराहरूलाई दुःख दिने, अरूलाई बाधा पुर्याउने कुराहरूलाई चाहिँ रोकथाम गर्न सक्यो भने चाहिँ एउटा कम्पनीको सुरक्षित वातावरण भनौँ न, एउटा सेफ खाले इन्भाइरोमेन्ट निर्माण हुन सहायता पुग्छ अथवा निर्माण हुन्छ, अनि चाहिँ काम गर्नलाई पनि
सजिलो हुन्छ कुनै पनि ह्यारेसमेन्टहरुमा पर्न। र अलिकति अब जस्तै उदाहरणको लागि तपाईलाई आफूभन्दा सिनियरले ठुलो ठुलो स्वरले गाली गर्छ भने त्यो पनि सङ्गिरौँ हो, किनकि त्यसले तपाईलाई बाधा पुग्छ भने त्यो पनि सङ्गिरौँ हो। कोही कोहीले त पिटलाजै गरेर हात उठाउनेहरू पनि देखिन्छ, त्यो चाहिँ सङ्गिरौँ हो। र कोरियामा यदि सङ्गिरौँ 당했으면 यदि त्यस्तो यौन व्यवहारमा कोही पर्नुभयो भने कोरियामा त्यो बेला चाहिँ तपाईले सकेसम्म के गर्नुपर्ने हुन्छ, हामीले थेवामा पनि पढेको छौं, 증거를 확보해야 돼요 हैन। प्रमाणलाई चाहिँ हामीले कलेक्ट गर्नु पर्यो, प्रमाणलाई जम्मा गर्नु पर्यो, सुरक्षित गर्नु पर्यो। त्यसले गर्दाखेरि प्रमाण जुटाउनेतिर लाग्नुहोस्। तपाई सँगसँगै उसँग झगडा गर्ने भयो भने भन्दा तपाईले चाहिँ प्रमाण सहित तपाईले उजुरी गर्नुभयो भने अवश्य पनि तपाईले न्याय पाउनुहुन्छ। र अलिकति सेफ नै छ साच्चै हो। कहिलेकाहीँ सोच्दाखेरि मलाई म आफैलाई म कोरिया थोरै समय बसे, 5 वर्ष 4 वर्ष 10 महिना एउटा कार्यकाल सकाएर आउँदै गर्दाखेरि मलाई एकदमै सेफ फिल हुन्थ्यो साच्चै हो। कोरियामा रहँदाखेरि एकदमै अलिकति सेफ महसुस हुने। अनि नेपालमा बरु आफूलाई कहिलेकाहीँ असुरक्षित फिल हुन्छ हरेक क्षेत्रमा। अनि म कहिलेकाहीँ अब कति कुराहरू अब अहिलेको हाम्रो अवस्था यस्तै छ, यो कुराहरू मैले बोल्नु हुन्थ्यो कि हुँदैन, तर पनि अलिकति नेपालमा गाह्रो नै छ। तर साच्चै हो, यसको तुलनामा कोरियामा एउटा सिस्टम छ, नियम छ, कानुन छ। तपाई पनि एउटा नियममा रहनुभयो, तपाई त्यहाँ गएर त्यहाँको रहनसहनसँग घुलमिल हुनु खोज्नुभयो, तपाई त्यहाँको भाषा पढेर भाषा सिकेर त्यहाँको हरेक संस्कृति कल्चरहरू सिकेर उनीहरुसँग एडजस्ट हुन खोज्नुभयो भने तपाईलाई धेरै राम्रो हुन्छ त्यहाँ बस्दा। नभए चाहिँ फेरि गाह्रो पनि हुन सक्छ। ल हुन्छ, आज हामी यति नै पढ्नेछौँ यो सङ्गिरौँको बारेमा। एकचोटि फेरि पनि तपाईले हेर्नु होला दोहोर्याएर। र बाँकी उपरान्त अब फेरि हामी अर्को नेक्स्ट क्लासमा अरु हेर्नेछौँ, अरु पढ्नेछौँ। 네, 다들 수고하셨어요. 네, 감사합니다.